गुरुङलाई नै फिर्ता ल्याउनु पर्छ भन्दै माइती घरमा दिनौं आन्दोलन भइरहेको छ। हुन सक्छ नि उहाँलाई समर्थन गर्ने साथीहरूले उहाँलाई पुनर्बहालीको लागि गर्नुभएको रहेछ भने त ठिकै हो नि, त्यति समर्थक उहाँले प्राप्त गर्नुभएको छ। एउटा कुरा त्यो सुदन गुरुङले जे आरोप लागे उहाँमाथि उहाँले राजीनामा दिनुभयो, छानबिनका लागि सघाउँछु भन्नुभयो। छानबिन कहाँसम्म पुगेको हो, कहिले हुन्छ, उसको प्रोसेस कहिलेसम्म गइसक्छ यो अलिकति मलाई लाग्छ छानबिनको प्रक्रिया अब चाँडै सुरु हुन्छ। त्यो कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि तपाईहरुलाई जानकारीमा आइ नै हाल्छ। अहिले उहाँले आफ्नो नैतिकता देखाएर ममाथि प्रश्न उठेको हुनाले छानबिन गरियोस् नै भन्नुभएको, मलाई पनि छानबिन गर्नु पर्यो, मलाई छानबिन गरियोस्, मलाई नि अरूलाई जस्तै मलाई पनि छानबिन गरियोस्, ममाथि उठेका प्रश्नहरूको निराकरण होस् भन्नुभएको छ। उहाँमाथि छानबिन हुने कुन प्रक्रियाबाट भन्ने कुरा चाँडै हुन्छ। त्यो छानबिन उहाँले सफाई पाइसके पश्चात उहाँ नै गृहमन्त्री बन्नुहुन्छ भनिराख्नु भएको छ। तपाईको लागि अब आयोगै बनेको छैन, सफाई नै भएको हुन्छ, तपाईको सफाई पाए पनि नराख्नुस् भन्ने हो कि तपाईको प्रश्न? सफाई नै पाउनु भएन भने त पाइसक्नु भएपछि त त्यो त प्रश्न सकिने नै होला।